नमस्ते आदरणीय दर्शकबिन, खोज तलास च्यानलमा आज पनि प्रस्तुता म राजु बस्याल यहाँहरुको समक्ष प्रस्तुत भइसकेको छु र आज मेरो टपिक छ अनुनाकीको बारेमा। यो भन्दा पहिलो भिडियो यहाँहरुले हेर्नुभयो भने मैले ग्यालेक्टिक फेडरेसन र एलेना डनानको बारेमा बोलेको थिएँ र एलेना डनान र ग्यालेक्टिक फेडरेसनका इमिसरीहरूले अथवा स्टारसिड्सहरूले के भन्नुहुन्छ, अवेकन्ड स्टारसिडहरूले के भन्नुहुन्छ भने अनुनाकी, यहाँहरुले कतिको सुन्नु भएको छ अनुनाकी भन्ने एउटा टपिक छ, ANUNAKI अनुनाकी भनेर। र अनुनाकी भनेको चाहिँ के हो भने आजभन्दा 2,50,000 वर्ष अगाडि पृथ्वी जतिखेर एकदमै प्रिमिटिभ युगमा थियो अथवा ढुङ्गे युगमा थियो, त्यो बेलामा चाहिँ यहाँबाट लाखौं करोडौं किलोमिटर टाढा एउटा निबिरो भन्ने प्लानेट थियो। निबिरो NIBIRU निबिरो प्लानेट, जो एलेना डनानको अनुसार चाहिँ त्यो निबिरो प्लानेटमा अनुनाकी नामका बीइंग्सहरू थिए, हायर बीइंग्सहरू थिए र उनीहरूको त्यो निबिरो प्लानेटमा चाहिँ 3वटा सूर्य थियो र त्यो सूर्यको कारणले गर्दा त्यहाँ अत्यधिक गर्मी भयो अथवा त्यहाँ पनि केही अरु एक्टिभिटिजहरू पनि भयो होला, प्राविधिक गतिविधिहरू अथवा वारहरू भयो, केही भयो। त्यसले गर्दा त्यहाँ अत्यधिक गर्मी भइसकेपछि उहाँहरूलाई सुनको जरुरत पर्यो र त्यो सुनको खोजीमा उहाँहरू एकदम हाईटेक शिप, एलियन शिपमा उहाँहरू चाहिँ यो ग्यालेक्सीमा अथवा इन्टरप्लानेटरी सिस्टममा, सोलर सिस्टममा, मल्टिभर्स युनिभर्समा यात्रा गर्न सुरु गर्नुभयो। त्यसरी गरिसकेपछि उहाँहरू यो पृथ्वीमा आइपुग्नुभयो र यो पृथ्वीमा आइसकेपछि उहाँहरूले चाहिँ सुन, उहाँहरूसँग हायर टेक्नोलोजी थियो, त्यो कारणले उहाँहरूले सुन पत्ता लगाउनु भयो, यहाँ सुन छ भन्ने कुरा उहाँलाई थाहा भयो। त्यसपछि के भयो, एकदमै इन्ट्रेस्टिङ कुरा छ, म तपाईहरुलाई भन्दैछु। त्यसपछि मैले अलिकति पूर्वीय दर्शनबाट यहाँहरूलाई जोड्न चाहे। हाम्रो पूर्वीय दर्शनमा भगवान श्री रामको सेवक हनुमानजी भनेर यहाँले चिन्नुहुन्छ, हनुमान थाहै छ यहाँहरूलाई। अब हनुमानलाई एउटा इंग्लिश स्पेलिङको आधारमा हामीले भन्दाखेरि HANUMAN हनुमान हुन्छ, HANUMAN हनुमान। त्यो भनेको तपाईले पछाडीको भाग हेर्नु भने MAN म्यान हुन्छ, हनुमानमा मान्छे अथवा MAN म्यान देखिन्छ। त्यसैगरी HANU A र N हटाउनु भयो भने पनि त्यहाँ HUMAN ह्युमन बाँकी रहन्छ। त्यसले पनि हनुमान र ह्युमन अथवा म्यान, मानिसको अथवा पुरुषहरूको जे होस् मानव समुदायको हनुमानसँग सम्बन्धित छ भन्ने कुरा बुझिन्छ यो हनुमान भन्ने शब्दबाट। अब त्यही कुरालाई पश्चिमी जगतमा चार्ल्स डार्विनले के भने चाहिँ म्यान फ्रम चिम्पान्जी अथवा म्यान फ्रम मंकी भन्ने उनको सिद्धान्त छ, थ्योरी अफ एभोल्युसन अनुसार, उद्भवको सिद्धान्त अनुसार, जसमा उनले के भनेको थिए, मानिसहरू भनेको बानरबाट विकसित भएका हुन् भनेर भनेका थिए। अब त्यही कुरालाई नेपालीमा अथवा संस्कृतमा हेर्नुस्, बानर, बानर भन्यो भने बा भनेको ओरिजिन फादर, नर भनेको मानिस, मानिसको ओरिजिन अथवा ताउ भनेको बाँदर हो भन्ने अर्थ लाग्छ अथवा बानर हो भन्ने अर्थ लाग्छ, नर भनेको मानिस। त्यसैगरी संस्कृतमा त्यसलाई गरे हेर्यो भने बानर भन्ने पनि हुन्छ हैन। अनि जस्तो बानर भन्ने शब्दलाई समाज र विग्रह गरेर हेर्दाखेरि वन प्लस नर, वनमा बस्ने नर अथवा जंगलमा बस्ने मानिस भन्ने पनि अर्थ लगाउन सकिन्छ। त्यसैले मैले यहाँ भन्न खोजेको के भने ग्यालेक्टिक फेडरेशन्स अथवा ग्यालेक्टिक फेडरेसनको इमिसरी एलेना डनानको अनुसार चाहिँ त्यो अनुनाकी बीइङहरू त्यो बेलामा पृथ्वीमा आए। त्यसपछि उनीहरूलाई चाहिएको सुन खन्न पर्ने थियो, त्यो कारणले उनीहरूले बाँदरलाई चाहिँ जेनेटिकल्ली मोडिफाइड गरेर एडभान्स गरे। कुरा बुझ्नुभयो? जेनेटिकल्ली मोडिफाई गरेर बाँदर, एक थरी बाँदर चाहिँ पुच्छर सहितको एउटा जंगलमा अहिले पनि जुन छँदैछ, अर्को थरी बाँदर चाहिँ जेनेटिकल्ली मोडिफाइड भएपछि त्यो डेभलप हुँदै निएन्डरथल हुँदै 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 अहिले होमो स्यापियन्स र हामी यो अवस्थामा आइपुग्यौं भन्ने खालको उहाँहरूको तर्क छ। भनेको मानिस चाहिँ एउटा हाइब्रिड जाति हो, यो छुट्टै कुनै जस्तो कुनै धर्मले भने जस्तो हाम्रो पूर्वीय दर्शनमा ब्रह्मा चाहिँ ब्रह्माजी सृष्टिकर्ता भने जस्तो होइन भन्ने उहाँहरूको भनाइ छ। त्यसैले बानरबाट चाहिँ मान्छे आएको कुरा चाहिँ यो अनुनाकीले बनाएको हो भन्ने खालको उहाँहरूको धारणा छ। र त्यो बनाइसकेपछि अनि त्यसपछि कन्सियसनेस चाहिँ कसरी इम्प्लान्ट भयो भन्दाखेरि चाहिँ मैले तपाईलाई बताउन चाहे। जस्तो पूर्वीय दर्शनमा तपाईहरुले महाअवतार बाबाजीको कुरा सुन्नु भएको होला, लाहिडी महाशयको कुरा सुन्नु भएको होला। त्यसैगरी शिव पुराणमा अथवा देवी भागवतमा हामीले कथाहरू सुन्यौं भने सिद्ध पुरुषहरूले मरेको मान्छेलाई आफ्नो शक्तिद्वारा जीवित गर्न सक्नुहुन्छ। यदि मरेको मान्छेलाई चाहिँ आत्मालाई फेरि त्यसमा इन्भोक गरेर
हालेर चाहिँ जीवित गर्न सकिन्छ भने अनुनाकीहरूले पनि त्यो बानरलाई हाइब्रिड गरेर आफ्नो जिन मिसाएर हाइब्रिड गरेर जसरी एडभान्स बनाए त्यसपछि हायर कन्सियसनेस उनीहरुमा इम्प्लान्ट गरे र आफ्नो एउटा ठाउँमा त्यो सुन खन्नको लागि चाहिँ मानिसहरूलाई अथवा ती एडभान्स बानरबाट विकसित भएका प्रजातिहरूलाई चाहिँ त्यो सुन खनेर ल्याएर चढाउनको लागि उनीहरूले भने आदेश दिए। त्यसपछि उनीहरूले पछि सुन लिएर गए। त्यो कारणले यो पृथ्वी भनेको अहिले पनि अनुनाकीहरूको हो र हामी चाहिँ एउटा हाइब्रिड जेनेरेसन हो। हाम्रो विकासको लागि उनीहरूले चिन्ता गर्छन् र बेला बेलामा 3I एटलस जस्ता स्पेसशिपहरू एलियनशिपहरू लिएर आएर हेर्छन् भन्ने खालको कुरा छ हैन। अनि मैले अहिले जुन भनिरहेको थिएँ सुन चाहिँ किन उनीहरूले अथवा कसरी त्यो कुराको प्रमाणित हुन्छ भने अहिले पनि तपाईहरुले मन्दिरहरुमा अथवा यो बौद्ध गुम्बाहरुमा डोम्सहरुमा चर्चहरुमा गएर हेर्नुभयो भने ठ्याक्कै यो फ्लाइङ ससर जस्तो गोलो खालको एउटा आकारको मन्दिरको माथिपट्टि अथवा गुम्बाको माथिपट्टि एउटा गोलो खालको फ्लाइङ ससर जस्तो देखिन्छ अनि त्यसको तल चाहिँ मूर्तिहरु हुन्छ र त्यहाँ चाहिँ हामीले सुन चढाउने गरिन्छ। जस्तो हिन्दू धर्ममा पनि सुन चढाउने चलन छ देवीहरुलाई देवी देवताहरुलाई हैन। अरु धर्ममा पनि सुनको मूर्तिहरु बनेको चाँदीको मूर्तिहरु बनेको हामीले देखिन्छ। त्यसले चाहिँ कहीं न कहीं यो कनेक्सन छ भन्ने खालको कुराहरु छ। त्यो कारणले मैले एउटा रिसर्च को लागि यहाँहरुलाई अनुरोध गर्न चाहे। यो अनुनाकी बीइंग्सहरु चाहिँ पृथ्वीमा आए आजभन्दा 2,50,000 वर्ष अगाडि निबिरो प्लानेटबाट र जेनेटिक इन्जिनियरिङ गरेर ह्युमनलाई हाइब्रिड गरे र सोल ट्रान्समाइग्रेसन गरेर चाहिँ मानिसहरूलाई चाहिँ चेतनाको स्तर बढाए। त्यसैले वी आर अन्डर सुपरभिजन अफ अनुनाकी भन्ने खालको कुरा छ। अब यसको अथेन्टिसिटीको लागि पनि यहाँहरूले गुगलमा गएर रिसर्च गर्नुहुन मैले विनम्रतापूर्वक अनुरोध गर्न चाहे। धन्यवाद।